काम गर्न थाल्यो है भनेर मलाई फोन आइछ। आज तपाईँको दिन, आजदेखि तपाईँको त्यो भोलिदेखि तपाईँको त्यो काम पनि सुरु हुँदैछ। हिजोदेखि समिति गठन भएको छ। र अब भन्नलाई कि साथीभाइहरूले धेरैजनाले भन्नलाई कि ए सुगम गुरुङलाई त गोर्खाले मात्र जिताएको हो कि क्या हो, बाँकी त आफ्नो देशै होइन जस्तो गर्ला भनेर। होइन, त्यस्तो भ्रम नपर्नु होला। अस्ति तातामानी बोर्डर पनि पुग्यो। तातामानी बोर्डरमा पुगेर पनि त्यहाँको अवस्था हेऱ्यो। त्यो मेरो मनमा पहिलादेखि खड्केको ठाउँ जहाँ कि तपाईँको चीनको भागमा चाहिँ तपाईँको ठुल्ठुलो बिल्डिङ छ उहाँहरूको बोर्डरमा। हाम्रो भागमा चाहिँ एउटा त्यो पुरानो पिल्लर, यो तपाईँको ल्याउ लागेको पिल्लर छ, त्यसमा एउटा नेपाल झन्डै तबन झुन्डाएको छ कि अन्त छाप्रोहरू छ त्यहाँ। यसको विषयमा तपाईँको समग्र रूपमा त्यहाँ कसरी हाम्रो त्यो पोर्ट त हाम्रो सान हो नि त, हाम्रो बोर्डर त हाम्रो इज्जत हो नि त तपाईँको त, होइन नेपालीको सान हो नि त। त्यहाँ गर्दै गर्दाखेरि तपाईँको त्यहाँ कति हामीसँग सरकारी जग्गा छ, त्यहाँ त्यो हाम्रो अनुगमन गर्ने ठाउँमा हामीले कसरी अझ सिस्टमेटिक वेमा गर्न सकिन्छ भन्दै हिसाबमा तपाईँको त्यहाँ जग्गाहरू कति छ भने म त्यहाँको